हेलो साथीहरू, कस्तो छ तपाईहरुलाई? तपाईहरु सबैलाई फेरि एकचोटि स्वागत गर्दछु तपाईहरुको आफ्नै च्यानल द जीवन गुरुङ शोमा। जानकारीमूलक भिडियो पस्कने क्रममा म तपाईहरुलाई आज यस्तो देशको बारेमा जानकारी दिन्छु जुन देशमा विश्वको सबैभन्दा धेरै युनेस्को वर्ल्ड हेरिटेज साइटहरू भएको देशमध्येको एक देश हो। जुन देशमा विश्वको सबैभन्दा पुरानो रेस्टुरेन्ट छ। एउटा यस्तो देश जुन देशमा संसारको सबैभन्दा धेरै ओलिभ ओइल उत्पादन गर्दछ। एउटा यस्तो देश जुन देशमा विश्वको सबैभन्दा ठुलो नाइट क्लब छ। हो साथीहरू, आज म तपाईहरुलाई लैजानेछु विकसित धनी सम्पन्न देश स्पेनको यात्रामा। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र मेरो भिडियोमा पहिलोचोटि जोडिँदै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु चाहिँ नभुल्नुहोला। स्पेन युरोपको दक्षिण पश्चिम भागमा अवस्थित एक शक्तिशाली र आधुनिक देश हो। यसको आधिकारिक नाम द किङडम अफ स्पेन हो र यो देशको राजधानी मैड्रिड हो। यो देशको कुल क्षेत्रफल 5,05,990 वर्ग किलोमिटर छ र यो देशको क्षेत्रफलको आधारमा विश्वको 52औं र युरोपको 4औं ठुलो देश हो। यो देशको छिमेकी देशहरू फ्रान्स, पोर्चुगल, अन्डोरा, जिब्राल्टर देशहरू पर्दछन्। स्पेनसँग भूमध्य सागरको तट तथा एटलान्टिक महासागरको तट दुवै छ। यो देशको जलवायु नेपालको जस्तै दक्षिण भागमा गर्मी र उत्तरी भागमा चिसो र मनोरम देखिन्छ। यो देशले सन् 1995 जनवरी 1 मा सेन्जन सदस्य लिएको हो। यो देशको मुद्रालाई युरो भनिन्छ, जुन आजको विनिमय दर अनुसार 167.5 नेपाली रुपियाँ हुन आउँछ। यो देशको कुल जनसङ्ख्याको करिब 4 करोड 80 लाख जति रहेको छ। स्पेन बहुसांस्कृतिक देश हो। युरोपेली, अफ्रिकी र ल्याटिन अमेरिकी जनसङ्ख्या मिसिएर बसेको देखिन्छ। यो देशमा हरेक वर्ष लाखौं विदेशी कामदारहरू स्पेनमा काम गर्न आउने गर्दछन्। नेपालीहरूको सङ्ख्या तीव्र रूपमा बढ्दै गइरहेको छ, विशेष गरी बार्सिलोना, मैड्रिड र भ्यालेन्सियामा। स्पेनको इतिहास समृद्ध र धेरै पुरानो छ। सुरु हुन्छ रोमन साम्राज्यको शासनकालबाट। त्यसपछि विसिगोत राज्य, मुरिस रुल। यो समयमा मुस्लिम मुर साम्राज्यले स्पेनको धेरै क्षेत्रहरूमा शासित गर्यो। वास्तुकला जस्तै अल्बाहम्ब्रा, मेस्किटे आज पनि त्यही कालको प्रतीक हो। स्पेनिस एम्पायर सबैभन्दा शक्तिशाली कालको उदय 15औं शताब्दीपछि स्पेन संसारकै सबैभन्दा ठुलो साम्राज्य बन्दा अमेरिका, अफ्रिका, एसिया, पेसिफिकका आदि देशहरूमा आफ्नो उपनिवेश विस्तार गरेको थियो। आधुनिक स्पेनको सुरुवात भयो 1975 पछि लोकतन्त्र आएपछि। अहिले अत्यन्त विकसित राष्ट्र युरोपेली सङ्घको एक प्रमुख सदस्य राष्ट्र पनि हो। यहाँको आधिकारिक भाषा स्पेनिस र एस्पानियोल हो र अन्य क्षेत्रीय आधिकारिक भाषाहरू पनि छन्। स्पेनी भाषा संसारकै 4थो सबैभन्दा बढी बोलिने भाषा हो। धर्मको कुरा गर्दा यहाँ धेरै क्याथोलिक धर्म मान्नेहरू भेटिन्छन्, जसको प्रतिशत लगभग 60% को हाराहारीमा छ। त्यस्तै नन रिलिजनको सङ्ख्या पनि 30% र इस्लाम धर्म मान्नेहरू 5% देखिन्छ। त्यस्तै अन्य धर्ममा बौद्ध, हिन्दू, यहुदी, सिख आदि धर्म आस्था राख्नेहरू पनि भेटिन्छन्। यो देशमा विश्वको सबैभन्दा धेरै युनेस्को वर्ल्ड हेरिटेज साइटहरू भएको देशहरू मध्येकै एक देश हो। यही देशमा विश्वको नै सबैभन्दा पुरानो रेस्टुरेन्ट पनि छ, जुन रेस्टुरेन्ट सन् 1925 मा स्पेनको मैड्रिडमा खुलेको हो, जसको नाम कासा बुतिन हो। यो रेस्टुरेन्ट गिनिज वर्ल्ड रेकर्ड बुकमा समेत समावेश गरिएको छ। यही देशले विश्वको सबैभन्दा धेरै ओलिभ ओइल पनि उत्पादन गर्दछ, जुन विश्वको कुल उत्पादनको 45% उत्पादन त यो देशले मात्र गर्दछ। एजुकेसनको कुरा गर्नुपर्दा यो देशको शिक्षा राम्रो, गुणस्तरीय र सरकारी विद्यालयहरू निशुल्क छन्। 6 देखि 16 वर्षसम्म अनिवार्य शिक्षा लिनुपर्ने हुन्छ। विश्वविद्यालयहरू अत्यन्त प्रतिष्ठित र विश्वस्तरीय छन्। यहाँको विश्वविद्यालयहरूमा युनिभर्सिटी अफ बार्सिलोना, कम्प्लुटेन्सी आदि पर्दछन्। विदेशी विद्यार्थीहरूका लागि इङ्ग्लिस प्रोग्राम धेरै राम्रो र गुणस्तरीय छ। नेपाली विद्यार्थीहरू पनि ब्याचलर, मास्टर्स पढ्न स्पेन जानेको सङ्ख्या दिनानुदिन बढ्दै गएको देखिन्छ। यो देशको स्वास्थ्य सेवा विश्वकै उत्कृष्ट मध्ये एक मानिन्छ। सरकारी हस्पिटल प्लस क्लिनिक उच्च स्तरीय छ। त्यही भएर यहाँको औसत जीवन एक्सपेक्टेन्सी अत्यन्त उच्च छ, 83 वर्षको छ। विदेशीहरूलाई पनि वर्क पर्मिट वा रेसिडेन्सी पर्मिट भएमा स्वास्थ्य सुविधा धेरै राम्रो मिल्ने गर्दछ। स्पेन विश्वको 14औं ठुलो अर्थतन्त्र भएको देश हो।
यो देशको मुख्य आर्थिक क्षेत्रहरूमा टुरिज्म हो। यो विश्वकै दोस्रो ठुलो पर्यटन अर्थतन्त्रभित्र पर्दछ। एग्रिकल्चरमा ओलिभ ओइल, ग्रेप्स, सिट्रस फ्रुट आदि पर्दछ। अटोमोबाइलमा सिएट, मर्सिडिज, फोर्ड विश्व प्रसिद्ध कम्पनीहरू छन्। अन्यमा कन्स्ट्रक्सन, बैंकिङ एन्ड फाइनेन्स, टेक्नोलोजी, सिपिङ एन्ड पोर्टहरू पर्दछ। स्पेनको जिडिपी स्थिर रूपमा वृद्धि हुँदै गइरहेको देखिन्छ। स्पेनमा आजको समयमा पनि धेरै कामदारको आवश्यकता छ, जसको लागि नेपाल सरकारको भूमिका महत्त्वपूर्ण हुनेछ। G2G मार्फत नेपाली कामदारलाई स्पेनमा मुख्य गन्तव्य बनाउनु हो भने धेरै नेपालीको भविष्य उज्यालो हुने थियो। यहाँ आवश्यक भएको कामदारहरूमा एग्रिकल्चर वर्कर्स, होटल एन्ड रेस्टुरेन्ट स्टाफ, केयरगिभर, क्लियरिङ वर्कर्स, कन्स्ट्रक्सन, डेलिभरी बोय र लजिस्टिक वेयरहाउस जबहरू आदिमा प्रशस्त रोजगारीको सम्भावना छ। स्पेनमा धेरै विदेशीले आराईको 3 वर्ष बसाएपछि लिगलिज हुन्छन्। वर्क पर्मिट वा कन्ट्र्याक्ट पाउँदा आफ्नो स्थिति बलियो बन्नेछ। अब लागौँ यहाँको जीवनशैली अथवा लाइफस्टाइलतिर। यहाँका मानिसहरू धेरै खुल्ला स्वभावका हुन्छन्। साथै सङ्घीय र परिवारसँग समय बिताउने संस्कृति धेरै राम्रो छ। काम र जीवनलाई सन्तुलित राख्ने संस्कार बलियो छ। यहाँका मानिसहरू रमाइलो गर्ने कुरामा कहिल्यै पछाडि पर्दैनन्। त्यही भएर होला यहाँ विश्वको सबैभन्दा ठुलो नाइट क्लब पनि यही देशमा छ। यो देश सफा र सुरक्षित भएकोले यहाँ अपराध दर धेरै कम छ। सार्वजनिक यातायात, मेट्रो, ट्रेन, बस निकै व्यवस्थित छन्। यहाँका मानिसहरू प्राय अपार्टमेन्टमा बस्ने चलन धेरै छ। यिनीहरू देश विदेश घुम्न खुब मन पराउँछन्। प्राय यिनीहरू छुट्टी मनाउन देश वा विदेशमा घुम्न जाने गर्दछन्। यहाँका महिलाहरू आत्मनिर्भर र स्वतन्त्रता मन पराउने हुन्छन्। पढाइ, करियर, व्यक्तिगत निर्णयमा उनीहरूको भूमिका बलियो हुने गर्दछ। आफ्नो कुरा सिधा र स्पष्ट बोल्ने, भावनालाई लुकाएर नराख्ने, सामाजिक रूपमा खुल्ला हाँस्न बोल्न मन पराउने, साथी सङ्गत र परिवारसँग बस्न रुचाउने र सम्बन्धलाई पनि सम्मान, विश्वास र बराबरीको अपेक्षा राख्नेहरू हुन्छन्। त्यस्तै यहाँको खानपानको कुरा गर्नुपर्दा स्पेनिस खाना सरल, स्वास्थ्यकर र हल्का हुन्छ। के परिकारहरूमा फाएगा जो चामल र समुद्री खानाबाट बनेको हुन्छ। त्यस्तै तोर्तिलो एस्पानियोला जो आलु र अन्डाको परिकार हो। तापासा साना साना खालको स्न्याक हो। जानिन जो सुकुटीको प्रकार हो। चुरोस यो चाहिँ मिठाईको प्रकार हो। र अन्यमा फलफुल, रोटी, माछा धेरै खाने गर्छन्। स्पेन वर्षमा 80 मिलियनभन्दा बढी पर्यटक आउने विश्वको लोकप्रिय देश हो। यहाँको घुम्न र हेर्न लायक ठाउँहरूमा प्राडो सङ्ग्रहालय, रोयल प्यालेस, रेटिरो प्राग, ग्रान्ड भिया, ऐतिहासिक चर्च र किलाहरू, मालोर्का आदि पर्दछन्। यसरी हेर्दा स्पेन आधुनिक सुविधा युक्त, सुन्दर, सांस्कृतिक, रोजगारका अवसरले भरिएको बस्न योग्य देश हो। नेपालीहरूको लागि पनि काम, अध्ययन र भविष्य सुरक्षित बनाउन राम्रो गन्तव्य बन्दैछ। साथीहरू कस्तो लाग्यो आजको भिडियो कमेन्ट गर्नु चाहिँ नभुल्नुहोला। मेरो भिडियोमा पहिलोचोटि जोडिँदै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु चाहिँ नभुल्नुहोला भन्दै आजलाई बिदा हुन्छु।